हेलो गाइज, नमस्ते ढोग्दिया। सन्चै हुनुहुन्छ? म भने आज लेक घाँस काट्न आएको थिएँ। यो पछाडि मेरो घाँसको बारी, उता पछाडिको मेरो बहिनी देखिन्छ होइन त्यसलाई? देखिन्छ र उता मेरो बहिनीले घाँस ल्याएछ अनि मैले पनि यो ल्याएको छु। अनि मैले खासमा भिडियो किन बनाएको थाहा छ तपाईँहरूलाई? म मेरो गाउँभन्दा पारिपट्टिको ठाउँ देखाउनलाई, मेरो गाउँ पनि देखाउने छु अनि ठाउँ पनि है पारिपट्टिको। वहाँ हेर्नु न, यस्तो राम्रो घाम बुडेको ठाउँमा चाहिँ अब उस्तै यो कालो भएको छ, अरू ठाउँमा चाहिँ अलि राम्रो छ। किन हेर्नु न, डाँडा पाखा कति रमाइलो छ है। हजुरहरूलाई कस्तो लाग्यो? राम्रो लाग्छ भने मलाई भन्नु होला कमेन्टमा। अनि म हिँड्ने बाटो हेर्नु न गाइस, हामी यस्तो बाटोमा हिँडिरहेछौँ। अनि मेरो गाउँ पनि म तपाईँलाई देखाउने छु। अहिले यहाँबाट देखिन्न, ऊ त्यो डाँडाभन्दा परि तलपट्टि छ क्या, त्यही भएर देखिन्न। अनि अब देखाउने छु गाइस, हेर्नुहोस् त गाइस, मेरो गाउँ चाहिँ यो हो। मेरो गाउँ कस्तो लाग्यो? मेरो गाउँ राम्रो छ नि। कोही आउने भए लैजाने भए लैजाए, गाउँबाट लिनेमा लैजाए, आउने भए पनि आइजाए। राम्रो छ, हेर्नुहोस् त कति राम्रो छ। मेरो घर देख्या? मेरो घर देख्या? मेरो घर, मेरो गाउँ, मेरो घर त अब चिन्नेले मात्रै देख्यो होला, नचिन्नेले त के देख्या हो। मेरो गाउँ देख्या? मेरो गाउँ त्यस्तै राम्रो छ। अनि मेरो बहिनी अप्ठ्यारो छ बाटो गाइस, ल हेर्नुहोस् त कस्तो अप्ठ्यारो बाटो छ। ऊ आउनै सकिरहेको छैन। यस्तो अप्ठ्यारो बाटोमा हिँडिरहेछौँ, भिडियो बनाइरहेछौँ। काहीँ लोटेर यहाँ घाइते भयो भने यहाँ अस्पताल पनि छैन उही त। अनि यहीँबाट अझ लोटेर घर पुग्यो भने हुँदैन हालत खराब। ओके, बाई बाई गाइस, बाई बाई, टाटा।